प्रधानमन्त्री बालेन्द्र शाहलाई तुरुन्तै पक्राउ गर्न उजुरी दर्ता, लाग्यो गम्भीर आरोप। काठमाडौँका विभिन्न सुकुम्बासी बस्तीहरूमा सरकारले चलाएको डोजर अभियानले अहिले उग्र रूप लिएको छ। थापाथली, मनोहरा र बल्खु क्षेत्रका बस्ती खाली गराउने क्रममा 2 जनाले आत्महत्या गरेपछि प्रधानमन्त्री बालेन्द्र शाहमाथि कानूनी कार्यवाहीको माग गर्दै युवाहरूको समूह जेन्जी मुभमेन्ट सड़कमा उत्रिएको छ। जेन्जी मुभमेन्ट नेपालले आज एक विज्ञप्ति जारी गर्दै सुकुम्बासी बस्तीमा भएको मृत्युलाई राज्य आतंकको संज्ञा दिएको छ। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनकै कारण सर्वसाधारणले ज्यान फाल्नु परेको भन्दै उहाँलाई तुरुन्त आत्महत्या दुरुत्साहन कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन्। सरकारको यो कदमलाई डोजर आतंक भन्दै युवाहरूले कड़ा भर्त्सना गरेका छन्। प्रवक्ता विजय शाहका अनुसार मेयर हुँदाको शैली प्रधानमन्त्री भएपछि पनि जनतामाथि प्रयोग गर्नु क्रूरता हो र यो युवा पुस्तालाई स्वीकार्य छैन। मुभमेन्टले डोजर अभियान तुरुन्त रोक्न र प्रभावित परिवारहरूलाई सम्मानजनक वैकल्पिक आवासको व्यवस्था गर्न सरकारलाई दबाब दिएको छ। उनीहरूले प्रहरी परिसर र जिल्ला अदालतलाई समेत बोधार्थ दिँदै कानूनी लडाईँको चेतावनी दिएका छन्। यता जेन्जी फ्रन्टले पनि यो कदमलाई असंवैधानिक र अमानवीय भन्दै आक्रोश व्यक्त गरेको छ। नागरिक हत्याको जगमा उभिएको सरकारको नैतिक वैधता समाप्त भएको भन्दै उनीहरूले प्रधानमन्त्रीलाई जुनसुकै बेला सत्ताच्युत गर्ने चेतावनी दिएका छन्। गरीबको छातीमा डोजर चलाएर प्रधानमन्त्रीको कुर्सी सुरक्षित रहन सक्दैन भन्दै जेन्जी समूहले नागरिक सर्वोच्चताको पक्षमा उभिन सबैलाई आग्रह गरेको छ। काठमाडौँमा अहिले यो विषयलाई लिएर सुरक्षा व्यवस्था कड़ा पारिएको छ भने राजनैतिक वृत्तमा पनि यसले ठूलै हलचल पैदा गरेको छ।